विराटनगरले सुदूरपश्चिमलाई जित्न त्यस्तो सजिलो छैन, फलामकै चिउरा चपाए सर हुन्छ भनेर भन्दा अस्ति नानाथरी गाली गरे केटाहरूले। अब पुनः यो दुई टिमहरूको भोलि फर्स्ट क्वालिफायरमा भेट हुँदैछ है। यो भनेको हाम्रो लागि युद्ध छ नै हो। अस्तिको माहौलले युद्ध क्रिएट गरिसकेको छ। भोलि हुन गइरहेको एनपिएलको फर्स्ट क्वालिफायरमा विराटनगर किङ्स भर्सेस सुदूरपश्चिम रोयल्समा कसले मार्छ त बाजी, कसले मार्छ त। भोलिको म्याचमा चाहिँ सुदूरपश्चिम रोयल्समा पहिलाको जस्तो स्क्वाड रहनेवाला छैन, किनभने यहाँबाट जोस ब्राउन र क्रिस्लियन बिग ब्यास लिग खेल्नको लागि यहाँबाट थ्याङ्क यू सो मच गरेर गुड बाई गरेर गइसकेका छन्। उनीहरूको बदलामा सुदूरपश्चिम रोयल्सले इन्डियाका प्लेयर जसले आइपिएल केकेआरबाट र आरसिबाट खेलिसकेका ज्याक्सन सेल्डन र पाकिस्तानका मुख्तर अहमदलाई ल्याइसकेको छ। विराटनगर किङ्सको स्क्वाडमा चेन्ज भएको छैन, पहिलाकै स्क्वाड रहेको छ। भोलि भनेको हाम्रो लागि सानोतिनो युद्ध नै हो भाइ, युद्ध नै हो। के गर्छ, कुन चाहिँ टिमले बाजी मार्छ, सबैजनाले कमेन्ट हान्नु होला।